हेलो गाइज फाइनली आज हामी फेरि चाहिँ अरू खास जाँदैछौँ। अस्ति पोखराबाट आएको थियौँ, लास्टै शरीर देखाएको थियो नि त। हिजो र अस्ति चाहिँ उतै बुटुल बस्यो, यहाँ चाहिँ शरीर हल्का कम दुख्न सन्चो भयो। अनि त्यसैले चाहिँ हामी अरू खास जाँदैछौँ। यहाँ चाहिँ खचुरी बाटोमा रहेछ क्या। त्यो खचुरी भनेको खजुरी होइन र, होइन थाकल भन्दो रहेछ होइन। उतातिर त खचुरी भन्थ्यो के, हजुरकोतिर के भन्छ त्यो कमेन्ट गर्नु होला होइन गाइज। हेर्न सक्नुहुन्छ है, त्यहाँ हेर्न सक्नुहुन्छ यस्तो। अनि भ्यू पनि क्या दामी छ क्या यहाँ फेरि, हेर्न सक्नुहुन्छ गाइज। थाकल कस्तो फिल भइरहेछ तिमीलाई? आनन्द सुनसान गाइस। थाकल देख्न सक्नुहुन्छ। यहाँ जनताहरूलाई पनि देऊ न एउटा त्यो के अरे थाकल। A few moments later. हामी चाहिँ साथीको घर पुग्यो होइन। एकदम रमाइलो रहेछ, हरियाली हरियालीको बिचमा घर रहेछ। गाइज हामी चाहिँ फाइनली ऐसुलु खान आएको। ऐसुलु होइन, काफल खान आएको। काफल रहेछ, अब ऐसुलु खाएर जानु पऱ्यो। ऐसुलुको बोटाहरू देख्न सक्नुहुन्छ यता। एकजना फेरि त्यो खाना आउनु भएको मान्छे झारेतिर गएछन्। लु गाइज, म र साथी चाहिँ के नाम रे माधविसको रगेडा नाइसकेको छैन। यस्तो दामी छ भ्यू चाहिँ, यस्तो दामी छ कि। उता ढुङ्गाले बनेको ठाउँ होइन। आँखामा चाहिँ के किरा पऱ्यो कि, बाइकमा आउँदाखेरि कस्तो आँखा नि कस्तो रातो भएछ छ। हामी चाहिँ उतै माथि जाँदैछौँ होइन गाइस, त्यहाँ गएर चाहिँ भिडियो बनाउँछु। गाइस हजुरहरूलाई चाहिँ स्वागत छ। म चाहिँ हिमालमा आइसकेँ कि, म चाहिँ सगरमाथामा पुगिसकेँ। यस्तो दामी ठाउँ छ होइन, म कसरी बयान गरौँ। त्यसो म बयान गर्न चाहिँ सक्दिनँ, म भिडियोबाटै हजुरहरूलाई देखाउने प्रयास गर्छु। कस्तो लाग्यो तिमीलाई? प्रकृतिसँग म रोमान्स गरिरहेको छु होइन गाइस। गाइस हामी फाइनल चाहिँ सुब्बा देउराली यहाँ दर्शन गर्न आइसक्यो होइन। अब मन्दिर सुब्बा देउराली धेरै मान्छेले चिन्नुहुन्छ होला। हजुरहरूले चाहिँ हेर्न सक्नुहुन्छ सुब्बा देउराली मन्दिर। हामीले चाहिँ यहाँ सुब्बा देउराली मन्दिर पछाडि देख्न सक्नुहुन्छ। त्यहाँ पनि लेखा छ, के लेखा छ? सुब्बा देउराली माता सुनिता बज्राचार्य। गाइस एक आस्था भएको मन्दिर सुब्बा देउराली हेर्न सक्नुहुन्छ। ध्वजा कति धेरै दामी छ। अहिले चाहिँ करिब दिउँसो रहेछ होइन, त्यसरी चाहिँ अहिले चाहिँ मिल्दैन। A few moments later. हेलो गाइज, हामी चाहिँ फाइनली पाल्पाको रानी महलमा आइसक्यो होइन। यहाँ राजाले रानीको सम्झनामा एउटा मिठो एउटा रानी महल बनाएर गएछन्। त्यो रानी महल चाहिँ हामी हेर्न आज हामी चाहिँ आइसक्यौँ होइन। अब चाहिँ हामी भित्र रानी महलभित्र जाँदैछौँ होइन गाइज। सब चाहिँ कस्तो रहेछ त्यहाँभित्र, मोबाइल लिने मिल्छ कि मिल्दैन त्यो चाहिँ थाहा छैन। अब हामी चाहिँ भित्र गएर भिडियो बनाउँछौँ। ल म अब आफ्नो रानीलाई यहाँ रानी महलमा भेट्न आइसकेँ। माया त माया हुँदो रहेछ भनेर चाहिँ यहाँ गाइज हामी चाहिँ फेरि टिकट काटेर भित्र जानलाई रेडी भइसक्यौँ। हामी चाहिँ रानी कहाँ सुत्नुहुन्थ्यो त्यो बिस्तारामा जाँदैछौँ।
के रहेछ त्यस्तो कमानले पनि यस्तो यस्तो भाँडामा चाहिँ पहिला खाना खानु हुने रहेछ क्या हो के रहेछ थाल हो शिवलिङ्ग राजाले खोलाको छेउमा यो बारतली बनाउनु भएको रहेछ गाइस अघि प्याले भनेको होइन गाइस हामी चाहिँ रानीमहलभित्र जाँदैछौँ होइन यहाँ चाहिँ अन्धकार रहेछ होइन यस्तो हेर्न सक्नुहुन्छ हजुरहरूले माधव तिमी के लिएर सिकाउँछ यहाँ राजाले रानीको लागि राजाले रानी महल बनाएर जानुभएको रहेछ अब म चाहिँ मेरो रानीको लागि के बनाएर जाऊँ जस्तो भइरहेछ मेरो त रानी नै छैन के बनाउनु अब के अरे कुनै पनि चिज आफूसँग हुँदाखेरि त्यो चिजको वास्ता हुँदैन त्यो चिज जब आफूदेखि टाढा जान्छ अनि बल्ल त्यो चिजको वास्ता हुन्छ भनेको यही रानी महलको पुरो भयो गाइस हो किन भन्नु त हजुरहरूले पनि रानी हुँदाखेरि अब राजाले रानीलाई माया गर्दै गर्थेन त्यो त आफ्नो ठाउँमा छैन रानी मरेर गइसकेपछि रानीको सम्झनामा यति ठुलो महल बनाउनु भयो महलले केही नि फरक पर्दैन मान्छेको मन हुनुपर्छ हो कि होइन भन्नु त मन सफा हुनुपर्छ सानो कुटी नै किन नहोस् त्यहाँ बस्नलाई आफ्नो मान्छेसँगै छ भने एकदम रमाइलो हुन्छ त्यस्तै हो यति ठुलो महलको त आवश्यकता थिएन रानीको लागि राजाले यत्रो महल बनाएर जानुभएको रहेछ मेरो लागि महल बनाइदिएको भए म बस्थेँ आएर यहाँ अब म यति आएर बस्नु पर्ला जस्तो शान्त ठाउँ रहेछ है हामी चाहिँ अब भित्र हेरेर होइन हामी चाहिँ तल निस्केको होइन क्या अब चाहिँ त्यहाँ फोटोहरू खिच्छौँ अनि त्यसपछि हामी चाहिँ त्यहाँनिर कहाँ जाने भने चाहिँ आज चाहिँ हामी दमोली जानु छ होइन त्यतै साथीहरूले फोटोहरू खिच्दैछ अब चाहिँ फोटो सुट गरेर अनि टिकटक सिकटक बनाएर हामी चाहिँ निस्कन्छौँ फाइनली दमोली पुग्यो होइन अनि लास्टै सरुल देखा चाहिँ साथी चाहिँ जतिखेर मोबाइल चलाएर गर्छन् होइन अब भेटौँला गाइस बाइ